यहाँहरु सम्पूर्णमा नमस्कार। म सामाजिक अभियानको सुनिता श्रेष्ठ। आज चाहिँ म संखुवासभा हाटबारीको 9 नम्बर वाडा तुमिनटारमा आएको छु र आज चाहिँ हाम्रो हर्क धरानका मेयर हर्क साम्पाङको अभियानलाई चाहिँ अगाडि बढाउनका लागि हाम्रो संखुवासभाको नेतृत्व गर्नुहुने संयोजक हाम्रो आदरणीय दिदी उमा दिदीले चाहिँ सबैजना टिमहरुलाई लिएर आउनु भएको छ र चाहिँ हामी युवाहरू चाहिँ घरमा बसिराख्नु भन्दा यो बचेको समयमा चाहिँ के गर्नुपर्छ, हामी युवाबाटै स्टार्ट गर्नुपर्छ भनेर चाहिँ उहाँ दिदीको नेतृत्वमा भाइ बहिनीहरूलाई दसैँमा खाएर बसेको बेलामा एक्सर्साइज पनि गरौँ र आफ्नै ठाउँमा केही सरसफाइ पनि गरौँ भन्ने मनसायले चाहिँ आज उहाँले चाहिँ ल दसैँ र तिहारको बिचमा कुनै ठाउँ त्यस्तो जो चाहिँ हाम्रो बाहिर यहाँबाट बाहिर रहनु भएकाहरू माइती आउँदा घर आउँदाखेरि चाहिँ हाम्रो एरिया राम्रो होस् भनेर चाहिँ हुनका लागि चाहिँ हाम्रो दिदीले चाहिँ सबै भाइ बहिनीहरू दाइहरूलाई लिएर आउनु भएको छ र आज म पनि सौभाग्यवश यो अवसर मिल्यो मलाई पनि आज माइती गाउँमा आएर आफ्नो यो मेरो आज विशेष गरेर मेरो एकदम खुसीको दिन पनि हो, एनिभर्सरी पनि छ र यही अवसरमा चाहिँ मैले आज सेवा पनि गर्न पाएँ, एकदमै खुसी छु र चाहिँ मैले पनि घरमा बस्नु भन्दा बरु आएर 1-1.5 घन्टा 2-4 घन्टा भए पनि म दिदीहरूलाई हेल्प गर्छु भनेर आएको छु र आएर चाहिँ भोलिको दिनमा आफ्नै वाडा मेरो पनि 9 नम्बर वाडै हो, त्यो भएकोले म पनि आउँछु दिदी भनेर म आइसके पछाडि चाहिँ मैले पनि सकेको सेवा गरेँ, एकदमै खुसी छु र हजुरहरू पनि भोलिको दिनमा संखुवासभा होलवासीहरू चाहिँ यस्तो अभियानमा जोडिनु होला र एकअर्कामा साथ सपोर्ट गरेर आफ्नो जिल्लालाई चाहिँ एउटा नमुना जिल्लाको रूपमा प्रस्तुत गर्नु होला, एउटा उदाहरण बन्नु होला भन्दै चाहिँ म सबैजनालाई अनुरोध गर्न चाहन्छु र मैले मेरो सुनसरीबाट के कति सहयोग गर्नुपर्छ हाम्रो मेयर साहबलाई भनेर हुन्छ कि हाम्रो मिना दिदीलाई भनेर हुन्छ कि मैले के कति गर्नुपर्छ भोलिको दिनमा म उहाँहरूसँग समन्वय गरेर तपाईहरुको लागि पनि म जोडिनेछु, बिचमा पुलको काम गर्नेछु भन्दै सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, थ्यांक यू सो मच।